हेलो एभ्रिवान, फेरि पनि म तपाईँहरूलाई चाहिँ एउटा नयाँ जानकारी भिडियो दिन गइरहेको छु। जुन चाहिँ आजको टपिक रहेको छ फ्युज। बाइकमा नर्मल्ली तपाईँलाई दुई किसिमको फ्युजहरू चाहिँ पाइन्छ। ठुल्ठुलो एफआई बाइकहरूमा चाहिँ 4वटा 5वटासम्म तपाईँको फ्युजहरू दिएको हुन्छ, जुन चाहिँ मेन फ्युज भन्ने हुन्छ। अनि एउटा चाहिँ अर्को फुल पम्प फ्युजहरू भन्ने हुन्छ। हेडलाइटको यस्तै गरेर अरू अन्य फ्युजहरू दिएको हुन्छ। तर यो बाइकमा चाहिँ दुईवटा दिएको हुन्छ, जुन चाहिँ नर्मल्ली जुनै बाइकमा नि एउटादेखि दुईवटा चाहिँ दिएकै हुन्छ। मेन एउटा फ्युज रहेको छ, यो चाहिँ यहाँनिर मैले देखाइरहेको यो 15 एम्पियरको। यो चाहिँ मेन एउटा फ्युज भनेको यो चाहिँ जुनै बाइकमा पनि हुन्छ। यदि तपाईँको बाइक चाहिँ अटोमेटिकली अफ हुन्छ, यत्तिकै चाबी अन गर्दा पनि यो कन्डिसनमा बस्छ भने चाहिँ तपाईँले चाहिँ फ्युज गयो भनेर बुझ्नु होला है। जस्तै कि मैले यहाँबाट फ्युज निकाल्छु, यो अफ हुन्छ होइन। अब मेन लाइन कट भयो, तपाईँको यो फ्युज चाहिँ गएको छ भने चाहिँ तपाईँको लाइन यसरी आउँदैन चाबी अन गर्दाखेरि पनि है। त्यही कारणले गर्दा यो कुरालाई चाहिँ ध्यानमा राख्नु होला। जस्तै कि मैले यो फ्युज लगाउने बित्तिकै फेरि यो चाहिँ चल्छ, हेर्नु यहाँ चल्यो। अनि अर्को रह्यो तपाईँको फ्युज भनेको जुन यतापट्टि साइडमा राखेको छ, त्यो फ्युज चाहिँ यसले चाहिँ सबै लाइनहरू चाहिँ कट गर्छ। जस्तै कि इग्निसन हुने, जति पनि फायरिङहरू दिने, फ्युल पम्पहरू चल्ने, यो चाहिँ अर्को फ्युजले गरेर हो। यदि यो पनि मैले निकालिदिएँ भने, अथवा यो चाहिँ चुडेको छ भने चाहिँ, चुडेको छ भित्रपट्टि फ्युज गएको छ भने चाहिँ यस्तो खालको देखिन्छ, यस्तो किसिमको देखिन्छ। यस्तो खालको छ भने चाहिँ तपाईँको बाइकमा चाहिँ कुनै पनि लाइन सप्लाई आउँदैन, सेल्फ हान्दाखेरि चल्दैन केही पनि है। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँको बाइकमा चाहिँ त्यो फ्युज गएको छ कि छैन चेक गर्नु होला। मेन भनेको दुईवटा फ्युज हुन्छ, एउटा चाहिँ मेन लाइन कट अफ गर्छ, अर्को भनेको चाहिँ फ्युल पम्प र अनि इग्निसनलाई चाहिँ कट अफ गर्ने हुन्छ। यो दुईवटा फ्युज चाहिँ तपाईँले बुझ्नुभयो भन्ने म आशा राख्छु। भिडियो मन पऱ्यो भने फलो गर्नु होला है त। यस्तो गर्नु।